हेलो साथी, आजलाई हेर्नुहोस् त म कटलको सब्जी बनाउँदैछु साथी। ल हेर्नुहोस्, कटल काट्दा चाहिँ फर्स्टमा यसरी हातमा तेल लगाउनुहोस् है साथी, नत्र भने यसको चिपचिपा अनि यसो नि हातभरि लागेको हुन्छ नि त साथी, पछि छुटाउन गाह्रो हुन्छ साथी। यसरी कटललाई यस्तो मजाले ताछेर साथी मैले कटलको सब्जी बनाउँदैछु साथी। तपाईँहरूले पनि कटलको सब्जी सायद खाइसक्नु भएको होला साथी। मैले चाहिँ आज पकाउने थालेको छु है साथी कटलको सब्जी साथी। तपाईँहरूले कसरी पकाउनुहुन्छ साथीलाई हेर्नुहोस् त, मैले यसैले कटलको सब्जी काटेर पकाउँदैछु। एकदमै मिठो हुन्छ साथी, यो पाकेपछि पनि एकदम मिठो हुन्छ साथी। काँचो सब्जी सानो छँदा पनि त सब्जी मस्त मिठो हुन्छ साथी। कटलको सब्जी मलाई मस्त मनपर्छ साथी। मैले शुक्रबार हाट जाँदा लिएर आएको थिएँ साथी यो कटल। हेर्नुहोस्, यसलाई यसरी स्टिम गर्ने, नुन हल्दी राखेर यसरी स्टिम गरिसकेपछि साथी यसलाई राम्रोसँग स्टिम गर्ने। अनि स्टिम गर्नको बादमा लगभग पाकिसकेको हुन्छ नि त साथी, पाकिसकेको हुन्छ। त्यसपछि यसलाई मरम मसलादेखि लिएर सबै सरसामान रेडी गर्ने। रेडी गरिसकेपछि यसरी मसला ग्रेभी रेडी गर्ने साथी। अनि ग्रेभी रेडी भइसकेपछि साथीलाई हेर्नुहोस्, हामीले स्टिम गरेको कटल छ नि त साथी, त्यो कटललाई यसरी भुट्ने साथी। मस्त राम्रोसँग चलाए मरम मसला सबै मरम मसला राखेर भुट्ने हो साथी। मस्त मिठो हुन्छ साथी, टेस्टी एक नम्बर राम्रो हुन्छ साथी। तपाईँहरूले पनि खाएर हेर्नु होला साथीहरू। तपाईँलाई